फुल रमाउने भने अब 3 महिना हिँड्नुपर्छ फेरि फुल बसको ड्राइभर हुन त लाइसेन्समा पनि छाप अर्को थपेर आउनुपर्छ तर बसको अब सबै भएको मान्छे चाहिँ अलिकति धेरै छिटो चाहिँ सिक्नुपर्छ है भाइ त कहिलेकाहीँ ड्राइभर म जाँदैन भन्दा आफै डराउन कुदाएर लिएर हिँड्न सक्ने पनि आफू घर भएन होइन भन्नु खोज्यो कहिलेकाहीँ त्यस्तो पनि पर्न सक्छ नि त सधैँ उठ्यो हुन्छ भन्नु सिप त जानिरहने हो काम लाग्छ त अहिले हिजो पनि आउनुभएको थियो त हिजो नै आएको थियो त कतिखेर 12 बजेपछि हिजो होइन हिजो 9-10 बजे आएर हाम्रो अर्को पण्डित गुरुले 10 बजे त आउनुभएको छैन मलाई त 11 बजे त म निस्केको ए तपाईँ 10 बजे आउनुभएको थियो म यहाँ पेन्ट हान्दैछु है तपाईँ पेन्ट हान्दै हुनुहुन्छ र मैले चाहिँ बेचिरहेको छु आयो थाहा भयो म यता काम गर्छु तपाईँ पेन्टमा व्यस्त हुनुहुन्छ तर पनि धेरै थिएन त सानो खालको अनि अहिले खाना खाएर कता रुमतिर खाना खानुहुन्छ कि दाइ आज रुममै खाएँ कहिले रुममा कहिले बाहिर म त होटलमै खाइदिन्छु गाह्रो छ है खाना बनाउनु बरु 100 रुपियाँमा खाना होटलमै खान्थ्यो जस्तो 100 रुपियाँ कहाँ खाउँछ र त्यो हिस्ट्री क्यान्टिनमा खिलाउँछ त हिस्ट्री क्यान्टिनमा खानु न चिनेको मान्छे 110-20 मा खिलाउँछ सधैँ खायो भने चाहिँ बिहान बेलुकै पनि खाना बेलुका नै खानु पाइन्छ बिहान बेलुका सधैँ हो र बेलुका पनि खाना बनाइदिन्छन् यादवले त्यही खान्छ त अनि ओहो मलाई भनेन यादव त सही भने तिमीले आज बेलुका जान्छु त्यहाँ आज बेलुका भन्छु कुरा गर्नु न 120 10मा पाउनु भनेको अहिलेको त यो धेरै राम्रो हो नि हैन चन्द्रभाइ हो यहाँबाट यहाँको भिडियो चाहिँ सही बराबर बनिरहेको छ त है अहिलेको त भिडियो राम्रै भइरहेको छ तपाईँ जस गाडी चाहिँ पर्फेक्टली रूपमा चलाउनु गाडी फेरि 3 मिनेटको यस्तो गर्दा गर्दै फेरि माथि नहोस् 3 मिनेटको भिडियो भइसक्यो फेरि गाडी बन्द नहोस् त्यो भयो नि त फेरि जनकपुर पुलिसले लय जस्तै लय भन्दा भन्दै सुदूरपश्चिमलाई हिँडाइदियो लय भन्दै थियो लास्टमा त हेर तिम्रो टिम भन्थ्यो लास्टमा त नपत्याउने खोलाले बगाउँछ साथी भनेको यो त हेरेको हेरे भयो चलाइ ठिक छ गुरु ठिक छ राम्रो अब समस्या नहोला जहाँ दिए पनि होइन समस्या त हुँदैन तर यहाँ चलाउनु र रोडमा र ठुलो बस चलाउनुमा धेरै फरक पर्छ अहिले यो सानो यही यतिकै ग्राउन्डमा चलाउनु तपाईँ बाहिर निस्केर चलाउनुमा डर लागिहाल्छ नि पर्छ अलिकति पनि तपाईँलाई के होइन अलिकति कन्फिडेन्स लेभल पनि लो हुन्छ कि बाटोमा चलाउँदाखेरि चाहिँ तपाईँले गएर भोलिपछि ठोक्नु पनि होला अलिअलि सानोतिनो मिस्टेक हुनुपर्छ अनि बल्ल अनुभव हुँदै जान्छ क्या त अहिले त्यसमा फेरि ठोक्यो भन्दैमा कोही नचलाउने नै हुन्छ जीवनमा त्यस्तो चाहिँ हुन्छ छोडिदिने नि हुन्छ हो हुन्छ नि यसको चाहिँ बाइक पनि मैले देखेको छु अब यो हाम्रो त गाडी त अलिक सेफै भयो मरिनु चाहिँ गरै हुन्छ ठोकिने चाहिँ हुनु अघि चन्द्र भाइ डरायो नि त मलाई मैले बसिहालेँ स्ट्रिङमा ऊ डराएर बस्दिनँ भन्यो 3 चोटि रिक्वेस्ट बस भाइ भनेर बसेको त्यो अहिले त अनि बोलेको नि अलिक सुन्दैन होला नि त बुझ्नु पर्छ त्यो अर्कै बोल्छ नि त्यही भएर चेन्ज गरेको सानो